को भिडले पूर्व राजा ज्ञानेन्द्र शाहलाई नारायणघाटी लगियो, बारुवाटार हल्लियो, बाजा गाजा सहित भव्य स्वागत। पूर्व राजा ज्ञानेन्द्र शाहलाई सिधै नारायणघाटी लगिएपछि हंगामा। आर्यघाटमा सेलाएका राजतन्त्रका भूतहरू बौरिन थाले। नेकपा माओवादी केन्द्रका नेता सुलेश आले मगर पर्याप्त वर्षा नहुँदा काठमाडौँ उपत्यकाको आकाश खुलेन, वायु प्रदूषण बढ्यो। काठमाडौँ आइपुगे पूर्व राजा ज्ञानेन्द्र शाह उच्च नेतासँग छलफल गर्दै पूर्व राजा ज्ञानेन्द्रलाई नहोसिन गृहमन्त्री लेखकको चेतावनी। चैत्र 4 गते बस्ने राष्ट्रिय सभाको बैठक स्थगित। राजावादीले सडक छेक्दा विमानस्थल क्षेत्रमा यात्रुहरूलाई भयो हैरानी। राजावादीको प्रदर्शनले यात्रुहरूलाई शास्ति। पूर्व राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न राप्रपा अध्यक्ष लिङदेन एयरपोर्टमा। सबै भर्तेको आधारमा सामाजिक सुरक्षा भत्ता मात्र। पोखराबाट पूर्व राजा ज्ञानेन्द्र शाहलाई गरियो भव्य विदाई। काठमाडौँमा भव्य स्वागत। काठमाडौँको राजावादी व्यापक प्रदर्शन, ट्राफिक व्यवस्थापन अस्तव्यस्त, प्रहरीलाई हम्मे हम्मे। राजावादीहरूको प्रदर्शनलाई नियन्त्रण गर्न राष्ट्रिय सभामा सांसदहरूले गरे माग। पुष्पकमल दाहाल प्रचण्डको ब्रिफिङ। जनताले असली पार्टी त माओवादी नै रहेछ भन्ने अनुभव गर्न थाले। काठमाडौँ विमानस्थल क्षेत्रमा राजावादीहरू पूर्व राजालाई स्वागत गर्न आतुर विमानस्थलमा पुगे लिङदेन्द्र थापा। पूर्व राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थलमा पुगे पशुपति शमशेर राणा। पोखराबाट पूर्व राजा ज्ञानेन्द्र शाह काठमाडौँ प्रस्थान। विमानस्थलमा बाजा गाजा सहित विदाई र स्वागत। पूर्व राजा ज्ञानेन्द्रलाई स्वागत गर्न विमानस्थलमा लिङदेन सहितका यी नेताहरूको ताती। गणतन्त्रवादी नेताहरू एकजुट हुन चित्रबहादुर केसीको प्रस्ताव। केन्द्रमा देखिएको पुरातन सोचका कारणले संघीयता कार्यान्वयनमा समस्या। पूर्व राजा ज्ञानेन्द्र शाह आज पोखराबाट काठमाडौँ फर्किँदै पोखरामा भव्य विवाही, काठमाडौँमा स्वागत। राजावादीको प्रदर्शनमा प्रयोग गरिएको फोटोबारे एमाले नेताले उठाए प्रश्न। पूर्व राजा पोखराबाट 3:25 उडे, काठमाडौँमा गरियो भव्य स्वागत। दुबोको माला लगाएर पोखराबाट हिँडेका शाहलाई काठमाडौँमा झन शानदार स्वागत। दर्शकबिन नमस्कार अनि हार्दिक स्वागत छ तपाईहरुलाई टप खबर टिभीमा। सदा झैं आज पनि नयाँ ताजा समाचारको साथमा फलोअप रिपोर्ट सँगै उपस्थित भइसकेका छौं। कृपया यो भिडियोलाई अन्त्यसम्म हेरी हामीलाई साथ दिनुहोला। दर्शकबिन तपाईहरुले अहिलेसम्म हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने कृपया सब्स्क्राइब गरी साथमा रहेको बेल आइकनलाई दबाई हामीसँग जोडिनुहोला। दर्शकबिन तपाईहरुले यो भिडियो कुन ठाउँदेखि कहाँबाट हेर्दै अनि सुन्दै हुनुहुन्छ, पहिलो पटक हेर्दै हुनुहुन्छ या तपाईहरु रेगुलर हेर्ने गर्नुहुन्छ, कृपया कमेन्ट बक्समा सानो कमेन्ट छान्न भने झर्को नमानिदिनु होला। दर्शकबिन अब भने पूरा समाचार। पूर्व राजा ज्ञानेन्द्र शाह काठमाडौँ आइपुगेका छन्। पोखराबाट आइतबार अपराह्न उनी त्रिभुवन विमानस्थल आइपुगेका हुन्। विमानस्थलको द्वारमा उनका समर्थकले नाराबाजी गर्दै भव्य स्वागत गरेका छन्। नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हुलाकी राजमार्ग केन्द्रित माओवादी तराई मधेस जागरण अभियानले जनतामा माओवादी प्रतिको विश्वास अझ प्रगाढ बनाएको बताएका छन्। नेपाली जनप्रगतिशील मञ्च जापानको दोस्रो साधारण सभालाई भर्चुअल रूपमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सो कुरा व्यक्त गरेका हुन्। अध्यक्ष प्रचण्डले भने पार्टी पछिल्लो केन्द्रीय समिति बैठकबाट माओवादी केन्द्रले नेताहरूबीच भावनात्मक एकता कायम गर्दै पार्टीलाई जनतासँग एकाकार गराएर अगाडि बढ्ने निर्णय भएको छ। सोही निर्णय अनुसार हामी अहिले हुलाकी राजमार्ग केन्द्रित माओवादी तराई मधेस जागरण अभियानमा क्रियाशील रहेका छौं। अभियानमा सम्पूर्ण पार्टी पंक्ति सक्रिय छ। हामी जनताको घरमा बसी उनीहरूसँगै बसोबास, खानपिन र छलफल गर्दै पार्टी र जनताको बीचको सम्बन्ध थप मजबुत बनाउँदै अगाडि बढिरहेका छौं। यसले जनतामा माओवादी प्रतिको सकारात्मक भावना झन बढेको छ। जनताले असली पार्टी त माओवादी नै रहेछ भन्ने अनुभव गर्न थालेका छन्। उनले जिक्र गरेका छन् सरकारमा रहेर जनताको पक्षमा काम गर्दा र भ्रष्टाचारको विरुद्धमा कदम चाल्दा माओवादी नेतृत्वको सरकारले असंवैधानिक ढंगले अपदस्थ गरिएको कुरालाई जनताले राम्ररी बुझेको उनले दाबी गरेका छन्। हामी राम्रो काम गर्दै थियौं तर उनीहरूले हाम्रो सरकार हटाइदिए तर जनताले त्यो कुरा प्रष्ट बुझिसकेका छन्। हामीले प्रचार प्रसार गर्नै परेन। मैले विश्वासको मत प्राप्त गरेकै जनतासँग संवाद गरेको थिएँ। ठूलो दलको सरकार बन्नुपर्ने अवस्थामा पनि असंवैधानिक र अलोकतान्त्रिक रूपमा सरकार गठन भयो। यो कुरा जनताले राम्रोसँग बुझेका छन् उनले जिक्र गरेका छन्। पूर्व राजा ज्ञानेन्द्र शाह काठमाडौँ आइपुगेका छन्। आइतबार पोखराबाट काठमाडौँ आइपुगेका हुन्। माघ 27 गते पोखरा आएका पूर्व राजा ज्ञानेन्द्र शाह समिटेरको चार्टर विमान मार्फत दिउँसो 3:30 बजे पोखराबाट उडेका थिए। पोखरा विमानस्थलमा पूर्व राजाको पञ्चेबाजा बजाएर विदाई गरिएको थियो। पूर्व राजा शाहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राजावादी पक्षधरका पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राप्रपा लगायतले स्वागत गरेका छन्। पूर्व राजालाई स्वागत गर्न हजारौंको संख्यामा राजावादी त्रिभुवन विमानस्थलमा उपस्थित भएका छन्।
पूर्व राजा ज्ञानेन्द्र शाह काठमाडौँ आइपुगेका छन्। पोखराबाट आइतबार अपराह्न उनी त्रिभुवन विमानस्थल आइपुगेका हुन्। विमानस्थलको द्वारमा उनका समर्थकले नाराबाजी गर्दै स्वागत गरेका छन्। पूर्व राजालाई स्वागत गर्न दिउँसोदेखि नै राजावादी विभिन्न स्थानमा भेला भएर र्याली सहित विमानस्थलको द्वारसम्म पुगेका थिए। विमानस्थलको द्वारमा आफ्नो गाडी उभिएर पूर्व राजाले आफ्नो समर्थकको अभिनन्दन स्वीकार गरेको जनाइएको छ। पूर्व राजा ज्ञानेन्द्र शाहले अभिनन्दन स्वीकार गरेर शीर्षस्थ नेताहरूसँग छलफल गरिरहेको जिकिर गरिएको छ। त्यस्तै पूर्व राजा ज्ञानेन्द्र शाहको स्वागतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रवेशद्वार पुगेका राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतका दल तथा संगठनको र्यालीमा भारतको उत्तर प्रदेशका मुख्यमन्त्री आदित्य नारायणको तस्बिर प्रयोग गरिएको जिकिर गरिएको छ। प्रदर्शन स्थलमा एकातिर आदित्यनाथ र अर्कोतिर पूर्व राजा ज्ञानेन्द्र शाहको तस्बिर प्रयोग भएको देखिएको छ। रातो पार्टीले क्यामेरामा कैद गरेको योगी आदित्यनाथ सहितको ब्यानरमा राज संस्था पुनर्स्थापना गरौँ नारा प्रयोग गरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक सल्लाहकार विष्णु रिमालले आफ्नो फेसबुकमा राजावादीको र्यालीमा योगी आदित्यनाथको तस्बिर प्रयोग भएको बारे चासो राखेका छन्। छुट्टा छुट्टै मोटरसाइकलमा बोकिएको योगी र पूर्व राजा ज्ञानेन्द्रको तस्बिर राख्दै उनले फेसबुकमा लेखेका छन्, राष्ट्रवादी महाद्वयहरूले र्यालीमा प्रयोग गरेका यी दुई फोटाहरू राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले यस विषयमा अनभिज्ञता देखाएका छन्। उनले भने कसले प्रयोग गरे केही थाहा छैन। गत माघ 17 गते पूर्व राजा ज्ञानेन्द्र शाह उत्तर प्रदेशको गोरखपुर पुगेका थिए। उनले त्यहाँ उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेट गरेका थिए। उनी गोरखपुरबाट फर्केसँगै वर्तमान व्यवस्था विरुद्ध कटाक्ष सहित प्रजातन्त्र दिवसको अवसरमा भिडियो सन्देश मार्फत अब चुप लागेर नबस्ने बताएका थिए। त्यस लगातै उत्साहित भएका राजावादीहरूले पूर्व राजाको पक्षमा प्रदर्शन गर्दै आइराखेका छन्। उता नेकपा माओवादी केन्द्रका सांसद सुरेश आले मगरले राजतन्त्रको नाममा भइराखेको गतिविधि नियन्त्रण गर्न सरकारलाई ध्यान आकर्षण गराएका छन्। आइतबार राष्ट्रिय सभामा बोल्दै उनले गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने ख्याल गर्न सुझाव दिएका छन्। प्रतिगामी तत्त्वहरू सल्बलाइरहेका छन्। 250 वर्ष पुरानो राजतन्त्रलाई आर्यघाटमा सेलाइसकेका थियौं, तर त्यसका भूत प्रेतहरू फेरि बौरिएर आएर राजतन्त्रको कुरा गर्दैछन्, सांसद मगरले बताएका छन्। सांसदमा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टीका सांसदहरूले पूर्व राजा ज्ञानेन्द्र शाहको गतिविधिलाई लिएर सरकारको आलोचना गरेका छन्। साथै सरकारले व्यवस्था विरोधी आवाज मत्थर पार्ने कार्य गर्न समेत सुझाव दिएका छन्। जनतामा रहेको सुशासन र सार्वजनिक सेवामा रहेको असन्तुष्टिलाई कम गर्ने उपाय अपनाउन र गणतन्त्र विरोधी व्यवहार नियन्त्रण गर्न सुझाव दिएका छन्। उता पूर्व राजा ज्ञानेन्द्र शाह पोखराबाट आइतबार अपराह्न काठमाडौँ आइपुगेका छन्। उनी समिट एयरको चार्टर विमानबाट काठमाडौँ आइपुगेका हुन्। काठमाडौँ स्थित त्रिभुवन विमानस्थलमा उत्रिएपछि उनले विमानस्थलको अति विशिष्ट कक्षमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्गदेन, अन्य नेताहरू पशुपति शमशेर जबरा, प्रकाश चन्द्र लोहनी र अर्का नेता कमल थापासँग छलफल गरिरहेको राप्रपा स्रोतले जानकारी दिएको छ। पूर्व राजा शाहको स्वागतका लागि विमानस्थल बाहिर हजारौंको संख्यामा उनका समर्थक भेला भएका छन्। उनीहरूले पूर्व राजा शाहलाई र्याली, झाँकी र बाजागाजा सहित निर्मल निवाससम्म लैजाने कार्यक्रम रहेको राप्रपाले जानकारी दिएको छ। बिहानैदेखि राज संस्थाका समर्थकहरू विमानस्थल वरपर जम्मा भएका हुन्। उनको स्वागत गर्न विमानस्थल वरिपरि पुग्नु राप्रपा र अन्य राजा समर्थकले पनि सर्वसाधारणलाई आह्वान गरेका थिए। त्यस्तै पूर्व राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्गदेन पनि पुगेका छन्। पूर्व राजा ज्ञानेन्द्र शाह आइतबार दिउँसो पोखराबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आउने कार्यक्रम छ। अध्यक्ष लिङ्गदेन सहित राप्रपाका शीर्ष नेताहरू पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गेटमा पुगेका छन्। प्रहरीले असम्बन्धित मानिसलाई विमानस्थलभित्र छिर्न रोकेको छ। राप्रपाले आइतबारका लागि आम सभा पनि रोकेको पूर्व राजा शाहको स्वागतमा जाने निर्णय गरेको जिकिर गरिएको छ। त्यस्तै नेकपा एमालेको संगठन विभाग सचिव माधव ढुङ्गेलले पूर्व राजा ज्ञानेन्द्र शाहलाई ठेगानमा बस्न सुझाव दिएका छन्। पूर्व राजा ज्ञानेन्द्र उत्ताउलो बन्दै हिँडेको बुढेसकालमा निर्मल निवासमा पनि बस्न नपाउने स्थिति आउने ढुङ्गेलले चेतावनी दिएका छन्। मान सम्मानका साथ राज्यले दिएको सुविधा लिएर बस्ने कि निर्मल निवास छाडेर रान्तिमा आउने बाटो रोज्नुहोस्। राजा र राजतन्त्रको अनावश्यक हल्ला चलाएर समाजलाई बिथुल्ने प्रतिगामी तत्त्वहरूको साथमा हिँड्न थाल्ने हो भने बुढेसकालमा निर्मल निवासबाट घोक्रे ठ्याक लगाउनु पर्ने अवस्था आउन सक्छ, उनले भनेका छन्। ढुङ्गेलले अब राजतन्त्र नेपालमा कहिले पनि आउँदैन, लोकतान्त्रिक गणतन्त्रको कुनै विकल्प छैन, लोकतन्त्रको विकल्प अब अब्बल सबल लोकतन्त्र नै हो। राजा र राजतन्त्र अब म्युजियममा मात्र हेर्न पाइन्छ। पार्टी र व्यक्ति छान्ने अधिकार जनतामा भएको लोकतान्त्रिक व्यवस्थाको सुन्दरता हो। लोकतन्त्रका पक्षधरहरूले सडकमा निस्कनु पर्यो भने उकास्ने हुल्ड बजारहरू दुलामा पस्छन् र पूर्व राजाको कम्ती विजय हुन्छ भन्ने कुरा नबिर्सन आग्रह गरेका छन्।
त्यस्तै राजवादीहरूको आन्दोलन चर्किन थालेपछि गणतन्त्रवादीहरूबीच पनि मोर्चाबन्दी गृह कार्य थालिएको छ। खास गरी जनतासँग माओवादी अभियान लिएर तराई मधेस झरेको विपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्ड अभियान बीचमै रोकेर काठमाडौँ फर्किएपछि गणतन्त्रवादीहरूबीच मोर्चाबन्दीको प्रयास गरिएको छ। राजवादीलाई काउन्टर दिने तयारी गर्दै देउवा दाहाल र ओलीबीच भेटवार्ताको तयारी र तारतम्य मिलाइएको जिकिर गरिएको छ। पूर्व राजा ज्ञानेन्द्र शाहले आफ्नो जरुरत अब देशलाई भएको भनेर भनिसकेपछि अहिले नेताहरूमा त्रासको अवस्था सृजना भएको छ।